दर्शक गर्छु। नमस्कार। अलि आवाज ठुलो। नमस्कार। यति बेला हामी त्रिवी क्रिकेट मैदानमा छौँ, जुन अहिले यति बेला एनपिएलको नेपाल प्रिमियर लिगको भव्य तयारीको रूपमा अगाडि बढिराखेको छ। हामी देख्न सक्छौँ यति बेला अहिले 8 बजिरहेको अवस्था छ र यति बेला टियु क्रिकेट ग्राउन्डका सम्पूर्ण फ्लड लाइटहरू बलेको अवस्था छ। आज जसरी एउटा नेपाली क्रिकेट प्रेमीहरूको जुन सपना थियो, त्यो सपना आज साँच्चीकै एउटा साकार भएको अवस्था छ। हामी देख्न सक्छौँ यहाँनिर सम्पूर्ण फ्लड लाइटहरू बलेको अवस्था छ र प्याराफिट सहितको फ्लड लाइट सहितको एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट ग्राउन्ड साँच्चीकै अहिले यो बेला हामी देख्न सक्छौँ। यति बेला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट ग्राउन्डमा अबको केही दिनपछि सोमबारबाट जुन नेपाल प्रिमियर लिग सुरु हुन गइरहेको छ, रात्रिकालीन क्रिकेट जुन नेपाली क्रिकेटमा आगमन भएको छ, साँच्चीकै रात्रिकालीन क्रिकेट अब नेपाली क्रिकेटका दर्शकहरूले साँच्चीकै रात्रिकालीन क्रिकेटको महसुस गर्न पाउनेछन्। योसँगै एउटा ऐतिहासिक सपना साकार भएको छ, जुन योभन्दा अगाडि जसरी एउटा ग्रासमा बसेर भुइँमा बसेर खेल हेर्थे दर्शकहरूले, त्यो सपना आज एउटा जुन परिवर्तन भएर परिवर्तित क्रिकेट ग्राउन्डमा जुन प्याराफिट सहित योपालिको दोस्रो सिजनको नेपाल प्रिमियर लिग प्याराफिट सहित फ्लड लाइट सहित दर्शकहरूले हेर्न पाउनेछन्। र साँच्चीकै भन्ने हो भने यति बेला नेपाली क्रिकेटमा नयाँ इतिहास अगाडि बढेको छ। नयाँ इतिहासमा नेपाली क्रिकेट जान सफल भएको छ। योसँगै एउटा ऐतिहासिक क्षण नेपाली क्रिकेटमा आइपुगेको छ र पछिल्लो समय जुन रूपमा नेपाली क्रिकेटको विकासलाई हेर्ने हो भने साँच्चीकै लोभलाग्दो किसिमले नेपाली क्रिकेटको विकास हुँदै गएको छ। हामी निरन्तर रूपमा हामी त्रिवी क्रिकेट मैदानमा आइरहँदा जुन परिवर्तित क्रिकेट ग्राउन्डलाई हेर्दाखेरि अन्तर्राष्ट्रिय स्तरको जुन पहिला देखेको क्रिकेट ग्राउन्ड र अहिले देखेको क्रिकेट ग्राउन्डमा जुन हेर्दा भिन्नता देखिन्छ, जुन हेर्न सकिन्छ। अन्तर्राष्ट्रिय स्तरको क्रिकेट ग्राउन्ड प्याराफिट सहित फ्लड लाइट सहितको क्रिकेट ग्राउन्डलाई हामीले अबको सोमबारबाट पूर्ण रूपमा स्वागत गर्नेछौँ र सोमबार पहिलो खेल रहेको छ नेपाल प्रिमियर लिगको पहिलो खेल जनकपुर गोल्ड्स भर्सेस काठमाडौँ गोर्खास बिच पहिलो खेल हुने भएको छ। त्योसँगै नेपाली क्रिकेट र नेपाल प्रिमियर लिगको सुरुवात हुनेछ। नेपाली क्रिकेट एउटा नयाँ क्षणमा अगाडि बढेको छ। योसँगै सम्पूर्ण दर्शक महानुभावहरूलाई पनि भन्न चाहन्छु, रात्रिकालीन क्रिकेट जुन अब सञ्चालन हुन गइरहेको छ, यसलाई समर्थन र आफ्नो तर्फबाट हुने सहयोग यहाँ खेल हेर्न आएर आफ्नो उपस्थिति जनाएर नेपाली क्रिकेटलाई नयाँ उचाइमा अगाडि बढाउनका निमित्त सम्पूर्ण दर्शक महानुभावले सहयोग गर्नुहुनेछ भन्ने आशा राख्दै बिदा हुन्छु। नमस्कार, धन्यवाद।